बजेको मान्छेहरू गइसक्यो। यही 5:30 मा निस्केकोहरू होला। ओभरटाइम सबैको घट्यो। 7 बजेसम्म हुनेको 5:30 बजे छुट्टी भयो। 8 बजे 9 बजे हुने 8 बजे 9 बजे हुनेहरूको 7 बजेसम्म छुट्टी गरिदेऊ। 7 बजेसम्म ड्युटी गरिदेऊ। सबै समस्या छ। कम्पनी काम धेरै नभएर जुन पार्किङ क्षेत्र हो यता 1 नम्बर गेटको अरू उता छ उता 2 नम्बर गेटको 5 बजेको अघि नै गइसक्यो। यति खाली भइसक्यो। 5:30 भयो। सब कम्पनीमा जाने आउने धेरै साह्रै ठुलो कम्पनी भएको पनि काम नहुँदो रहेछ। 2-3 घन्टा यहाँ लाइनमै बस्नुपर्ने। बिहान 8 बजेदेखि काम सुरु हुन्छ। 6 बजेदेखि लाइन लाग्नुपर्छ। बेलुका 5:30 बजे छुट्टी हुन्छ। अब रुममा पुग्छ 7 बजेतिर। त्यतिकै 3-4 घन्टा त्यतिकै खेर भइरहेको छ। रातो ड्रेस पक्रेर आउँदैछ। एक नम्बर गेटबाट निस्किएको सबै सब 1 नम्बर। 2 नम्बर गेट यताबाट छ। यताबाट 2 नम्बर गेट पनि यताबाट छ। 2 नम्बर गेट यो। अब हामी 1 नम्बर गेटतिर जाँदैछौँ। मेन गेट चाहिँ यो हो है हाम्रो सेक्युरिटी गेट। सेक्युरिटी वर्कर हुन्छ। हामी आज घुमघाम हो हाम्रो आज।